me Simon. So hello and namaste everyone. It's me Simon Mister. Welcome back to my new video. So guys, आज चाहिँ म इटर जाँदैछु किनकि आमालाई लिन. सो मामा घर गएर आमालाई लिएर पिकअप गरेर आउँछु. सो आजको भिडियो इन्जोय गर्नु होला. कस्तो आउँछ लाइक सेयर कमेन्ट सब्स्क्राइब गरिदिनुहोस् नबिर्सिनु होला. त अब सुधै बाइकमा गएर भेटौँ अब. सो गाइस आज चाहिँ म बलिया जाँदैछु. बलियालाई चाहिँ इटर जाँदैछु. यहाँ चाहिँ के आदि लाउँदै रहेछन्. म चाहिँ बलिया जाँदैछु किनभने आमालाई लिन हजुरआमालाई लिन. सो यो भित्री बाटो जाँदैछु अनि सजिलो हुन्छ नि त ब्लगबाट लगाउनु सम्भव छ न केही छ होइन. माउन्ट फोनबाट हातले पक्रेर बनाउनुपर्छ त्यही भएर गाह्रो हुन्छ कि त्यही भएर मैले चाहिँ पेसाले बनाउँदै गरेको होइन. यस्तो राम्रोसँग एउटा के एम्बुलेन्स हो कि के हो यो कृष्ण राधाकृष्ण गाडी जाँदैछु म चाहिँ. सो सबैलाई अब सबैले लाइक सेयर कमेन्ट सब्सक्राइब गरिदिनु भयो. मल्टिपल स्कुल र विभिन्न भाइ पढ्ने स्कुल हो यो चाहिँ. अब सिधै मामा जान्छु अनि भेट्छु न. सो फाइनली आइपुग्यो मामा घर. दिस इज माई मामा घर. दिस इज माई ब्रदर स्मल ब्रदर. क्यामेरै क्वालिटी आएन त भाइ यार. बल्ल आयो यार हाम्रो. दिस इज माई ब्रदर. साथीकोमा होइन यहीँ बसेर हेर्ने दाजु र भाइ बस्ने. के नखाने. A few moments. यो गाइज अब चाहिँ हामी सुँगुरको मासु किन्न गएर आएको छौँ. हात परो मालिहरू दिएन जाठाले अगाडि जानु. यसो नाइट पार्टी छ के गर्न आँटेको त्यही भएर हो. साइड दिनु है साइड दिनु किन दिनु नि भिडियो बनाउने. सो गाइज हामीले चाहिँ मासु पनि लिएर आइसकेको छौँ. चटर गरेर अब टक्क जाने खाना खाने फेरि हामी. अनि 10-11 बजीतिर पोल्ने ओर्ने अनि खाने क्या त्यहाँ पहिनीबाट पानी लाउने अरे केटाहरू. अब म पोल्नेतिर मन छैन. भुवन भुवनले पोल्थ्यो. अब भुवनले पनि दामी पोल्छ. म पनि पोल्छु दामी नै. मैले किनकि एसएम गरेको छु नि त थाहा छ नि त मलाई कसरी गर्ने के गर्ने. अनि यस्तो अब यही छ होइन. अब हामी जान्छौँ माललाई घर जाने. माललाई साइकल दिने अनि म घर जान्छु रोटी सुटी खान्छु. अनि आज चाहिँ हाम्रो घर रोटी मासु खाइन्छ. अब यसले म्यारिनेट गरेको भिडियो हेरिदिनु हो. सब्सक्राइब गरिदिनु न यार गाइज. यार सानो युट्युबर छ सब्सक्राइबर कम छ किन हेर्नु त्यस्तो नगरिदिनु यार. अलिकति हेरिदिनु क्या चल्छ. हामीले अब्बर चल्छ भने हिलोमा यसको टाउको गाडी हो. मेरो खुट्टा मेरो यति यस्तो भयो यी चल्नु हुँदैन क्या. चल्नु हुँदैन है अब हिलोमा. हामीले मन दाइ घर आयौँ तर हामीले ओभर चल्यौँ. अब स्पियर हान्न खोज्यो. सो अब हाम्रो मिलन र मालदाईलाई देखाउँछौँ हामी चट्टसँग. मिलनहरू फेरि यहाँ पकाउँदै रहेछ अर्को चिज. तरकारी लिएर आएको आन्टी. यो अलिक तपाईँलाई नचल्ने तरकारी हो. यहाँ होइन हामी अब बुटे खेतमै. सो मिले के पाएको आज पाएको मलाई नछोड केटा ल
अस्तिको भिडियो कोसँग थियो सबैसँग छ म खाँदिनँ अब खसीको मासु पनि लिएर आइन् त्यही त मलाई कहाँ छ मलाई सो हामीले फाइनल लिएर आयौँ दाइ कहाँ लगेर राख्नु हो उहीँ जाने ल दाइ भरे म सुबेर लिएर जाँदैछ ल हामी घर गएर भेट्छु